समस्या सबैको हुन्छ। मान्छेको जीवनमा यस्तो कोही छैन जोसँग केही न केही समस्या छैन। विभिन्न किसिमको समस्या हुन्छन्, तर समस्या कसरी आयो, कहाँबाट आयो भन्ने कुरा बुझ्नुपर्छ। गौतम बुद्धसँग जोडिएका कथामा हामीले जीवनका सबै दुःख भगाउने सूत्र पाउँछौँ। यदि यी सूत्रहरूलाई व्यवहारमा लागू गर्ने हो भने हामी सुखी हुन सक्छौँ। यहाँ यस्तै एक कथाबारे जानकारी लिऊ जसमा समस्याले कसरी टाढा राख्ने भनेर सिकाइएको छ। एक दिन भगवान बुद्ध आफ्नो सभामा पुगे। त्यति बेला उनको हातमा डोरी थियो। बुद्धले आसन ग्रहण गरे र केही नभनिकन डोरीमा गाँठो पार्न थाले। बुद्धका शिष्यहरू त्यो हेरिरहेका थिए। डोरीमा गाँठो पारेपछि बुद्धले सबैलाई प्रश्न गरे, मैले यो डोरीमा 3 ठाउँमा गाँठो पारेँ। अब भन, यो त्यही डोरी हो जुन गाँठो पार्नु अघि थियो? एक शिष्यले उत्तर दिए, गुरुजी, वास्तवमा यो हाम्रो हेराइमा निर्भर गर्छ। एउटा दृष्टिकोणले यो त्यही डोरी हो भन्छ भने अर्को दृष्टिकोणले यो पुरानो अवस्थामा छैन, त्यसैले यो गाँठो पर्नु अघिको डोरी होइन भन्छ। ठिक हो, बुद्धले भने। अब म यस गाँठोलाई खोल्छु भन्दै बुद्धले डोरीको दुवै छेउमा समातेर तान्न थाले र शिष्यहरूलाई सोध्न थाले, गाँठो यसरी फुकाउन सकिन्छ होइन? एक शिष्यले भने, होइन गुरुजी, यसरी त गाँठो थप कसिलो हुँदै जान्छ। त्यसो भए तिमीहरूलाई अन्तिम प्रश्न, यो गाँठो खोल्न हामीले के गर्नुपर्छ? अर्का शिष्यले उत्तर दिए, गुरुजी, यसका लागि हामीले गाँठो कसरी पारेको छ भनेर राम्रो गरी हेर्नुपर्छ। त्यसपछि बुद्धले भने, म यही सुन्न चाहन्थे। मूल प्रश्न के हो भने तिमी जस्ता सुकै समस्यामा परे पनि तिमीले पहिले त्यसको वास्तविक कारण पत्ता लगाउनुपर्छ। समस्याको चुरो थाहा नपाई त्यसको समाधान सम्भव छैन। धेरै मानिस समस्याको कारण नै नबुझी समाधान खोजिरहेका हुन्छन्। समस्याको कारण पत्ता लागेपछि त्यसको निवारण सहजै पत्ता लगाउन सकिन्छ।